मेरो नट बाइक बिग्रेर बेच्दिएँ मैले। हो कि भाइ ठुत्रो भयो कि बाइक। बहुत दिन देखेर मेरो बाइकको तेल सिट देखाएका हुन्। बहुत दिन देखेर मेरो बाइकको तेल सिट देखाएका हुन्। वो केटीएम बाइक हटाएका। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। गुड मर्निङ गाइज, गुड मर्निङ म्याग्दी, गुड मर्निङ म्याग्दी। सयो हेर केरा खतरा फलेछ यार, दामी फलेछ। सयो गाइज म चाहिँ गाउँ जान लागिरहेको छु, देवीस्थान। त्यो इन्जोय गर्नु होला लास्टसम्म ब्लग हेरेर। धारपानीतिर गयो भने, धारपानीतिरबाट गयो भने चाहिँ खरायो भाइलाई भेट्छ है म गाइज है। 100% भेटिदिन्छु म। खरायो भाइलाई भेट्न पाउने हुन्छ ट्याक्क। अनि म चाहिँ गाउँ हिँडिसकेको छु, हेर केरा गाइज। सयो दामी। यहाँ पछाडि हालिदेऊ। 120 में पानी केरा कोल झिक्ने कोही बस्दैन पछाडि। ल गएँ म। सही गाइज फ्युज गएछ कि मासाला। सो गाइज गाउँ हिँडिसकेको छु म चाहिँ। त्यो धेरै लङ टाइम पछि भ्लग गराउँदैछु गाइज यार। अलि त्यस्तै भएर भ्लग टाइप गराएको थिएन। त्यो गाइज भेट्दै गर्नु पर्ने हुन्छ है त। तल फुबै छिन्, फुबैलाई लहर जानु पर्ने हुन्छ। ल हेर भ्यू दामी छ। एउटा साइकल किनेर ट्र्याकमा हाल्न पर्ला जस्तो गर्दै यस्तो अफरोडान केटो वान यस्तरी रन गर्नुपर्छ क्या। चिनापेर फेरि बङ्लङ्ग गुल्टियो भने त तनाव हुन्छ। सरर गयो भने न बाइकको टायर चिप्लेन भने चाहिँ बब्बाल मजा हुन्छ क्या। चिप्ल्यो भने चाहिँ लोत्तिन्छ गाइज होइन। नचिप्लिने भयो भने चाहिँ दामी मजा आउँछ। त्यो हो नि त। फ्युजै गयो यार अघि। यही लङ यात्रा गर्छु भने फ्युज जान्छ के जान्छ होइन। कुकुर आयो कुकुर। हो मार्छ सा। सयो यार बाइक बिग्रेर फेरि यहाँ सोरुम आयो कि। गाउँ हिँडेको मान्छे सोरुम आयो। बेनीबाट हिँडिसकेको छु गाइज है। चोइकाम पढेको आउँदै सय भेट्दै अनबनी हुन्छ गाइज है। यहाँ चुत्र्यानी आइसक्न लाएँ म चाहिँ। देख्न सक्नुहुन्छ है आज वेदर एकदम राम्रो छ, खुलिएको छ आज चाहिँ। त्यो गाउँ गएर इन्जोय हान्न पाउने हुन्छ गाइज। लास्टसम्म भ्लग हेरेर इन्जोय गर्नु होला। अनि आज खरायो भाइलाई पनि भेट्न पाउने हुन्छ। म धारपानीतिरबाट जान्छु गाइज। सकभर चाहिँ भेट्न पाउने हुन्छ है खरायो भाइलाई टक्क लाएर। म फेरि के अरे भन्छ होला खरायो भाइलाई भेटेर भाइरल हुनलाई भेट्यो होला भन्छ होइन। मेरो गाउँ जाने बाटो नै त्यतैबाट हो भाइ गाइजहरू है। मेरो गाउँ जाने बाटो नै त्यतैबाट हो गाइज। बाटोमा भेट्यो भने चाहिँ भेट्न पाउने हुन्छ है त। तातपानी आइपुगेँ म। यहाँ चेकिङ हुनसक्छ यार, तनाव हुन्छ। स्वाट भाग्न पनि हुन्छ गाइज। नभए माथि गइदिनु कोही सर्प भने छैन। मजाले कप्पेले यस्तो चिलमा बसिरहे घाम तापेर। सही गाइज कति सक्यो है त। मकै कस्तो दामी भएको यो ठाउँमा मकै। आम्मामा हेर मकै गाइज आम्बो रकेट छैन चिनेको। गाइज सयो दामी भएछ त यार। हरियाली भयो त अहिले त।
काफल औँसीले खान पाउने हुन्छ गाइज है त गाउँ गएर एक्दी हो क्या जे भयो नि यार गाइज लभ इट है लास्टसम्म हेरेर भिडियो इन्जोय गर्नु होला गाइज सही हो हेर त यसलाई चाहिँ सिमो भन्छ है सिमो हेर त मकै कस्तो दामी भएको गाइज ए बा सही भयो त यार सीमा आम्बो कस्तो मजा आउँछ गाइज ओ बुढी माउ जाने हो आउँछौ ओ दाइ कहाँ हो जाने मनी हिँडेको गाउँ जुग्जा हिँडेको जुग्जा कसम म फेरि आज काम छ त यार जुग्जा भोलि फर्किँदा कहिले फर्किने हो बिहान ऊ त मुना भेटौँ ल फोन गर्छु ल भाइ आइसके मच्चाइ रनमाङ सम्बोज मल्लको घर चाहिँ यहाँ हो गाइजहरू सम्बोज मल्लको घर यही हो क्या उकाली डाँडा भन्ने गीत गाएको क्या लभ इट बाटो पुरै पिच भयो गाइज हाम्रो कति बवाल गराएको बाटो यार सही हो दुश्मन हेरेको हेरे जिन्दगी है पशुहरूको जिन्दगी लास्टै एउटा धोका दिएर आएर आफै अफ हुन्छ यार स्टार यार फेरि फ्युज गयो यार मासाला खातेको बान फेरि फ्युज गयो के ए भगवान के यस्तो यार फ्युज मात्रै हान्दे कहाँ छोइयो नि यो फ्युज नहीं उड्यो यार तमाफ टच भयो क्या खतरनाक पहिरो भनेको यो हो गाइजहरू एकचोटि म नि धन्नै मरे खाने यो पहिरोमा यार बर्खामा यो पहिरोमा धन्नै मरे भने गाइज हेर कस्तो छ गाउँहरू पारी बाङ्गे पहिरो भन्छ गाइज बाङ्गे पहिरो हेर त ढुङ्गा सरसर खसेर मरेला जस्तो यार बाङ आइपुग्न लाए म भालेगाडी हेर कस्तो छ बाटो खत्तम छ यार बाटो यार हट्टेरी गाडी त सही हो बाटो हेर तल स्कुल यहाँ पहिला चाहिँ गाइजहरू डोरबाङ बजार यहाँ थियो अरे पुरै पहिरोले बगाएको रे कति मान्छे मरेको रे के 2060 साल 62 थियो म जन्मेको थिएँ त्यति बेला गाइज 62 यहाँ तलतिर दरबाङ बजार थियो अरे पहिला अहिले चाहिँ खोलाले बगाएर बाढीले बगाएर अनि चाहिँ अहिले चाहिँ यहाँ के दरबाङ बजार सानो गाउँ हो गाइज दरबाङ बजार भनेको बजार भन्ने नाम मात्रै हो क्या बजार त हो गाउँतिरको भन्दा त तर गाउँ नै हो कि सानो बजार ओडा सोडा सब कामहरू हुन्छ जे होस् यहाँ ए यो दरबाङ बजार
कि बाटो अहिलेसम्म खच्चर छ। यता धेरै ठाउँहरू मल्कोबाङ मलमपार भन्ने ठाउँहरूतिर गाइस अझैसम्म खच्चरहरू चढ्छ कि बर्खामा त झन् बाटै हुन्न, खच्चरले नै हो सामान लाने, खच्चरले लान्छ नभए। यता चाहिँ देवीस्थान गइन्छ जुगजाततिर, अनि रुममा ढारपानी ढोरपाटन यताबाट गइन्छ भने यताबाट चाहिँ ढारपानी पाकम ढारपानी मुना फल्ले गाउँ यताबाट गइन्छ। यो डरमाङको बजार, ढारपानी भनेको त थाहा नै छ होला, एमआरबी दाइको गाउँ। त्यो खरायो भाइलाई भेट्नु आउँछ आज टक्क पारामा, त्यो भेट्दै गरौँला गाइज। यो चाहिँ म्याग्दी खोला भइहाल्यो गाइज। यहाँ चाहिँ कस्तो छ भन्दाखेरि माथिल्लो रोड के देवीस्थान जाने जुग्जा जाने माथिल्लो रोड यहाँभन्दा माथि छ। माथिको रोडबाट खन्यो भने तल पहिरो आउँछ क्या, त्यस्तो छ कि बाटोहरू नै। अनि मक्कन छ गाउँहरू, रेडमा जानुपर्छ। फ्युज मात्रै हानिरह यार, वायरिङमा कहाँ तार जोडिरह, त्यही भएर गाइज सयो गाइज। बाटैमा भेट्यो नि हुन्थ्यो नि खरायो भाइलाई, सयो। आम्बो सयो लभ इट। सो गाइज ढाडपानीको उकालो आइयो है गाइजहरू। हजुरहरूलाई म 15 लाखको पुल देखाइदिन्छु है। ए 15 लाखको पुल गाइज यो 15 लाखको पुल लगेर 15 लाखको पुल देख्यौ, 15 लाखको पुल। यहाँबाट चाहिँ उकालो लाग्यो गाई, पहिला खत्तम थियो, अहिले चाहिँ ढलनहरू गरिरह। खरायो भाइ त यतै खोलातिर हुन्छ क्या उस्तो गरे। भेट्न पाउँछ खरायो भाइलाई त आज यार, यस्तो डेन्जर छ नि उकालो गाइज यहाँ। खै उठ्दै उठ्दैन त यार, ख्यार 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 गर्दै गराउँछ। डेन्जर उकालो छ क्या, कति गर्मी भएको यार, जति देखायो त्यति गर्मी। यस्तो हुन्छ गाइज बाटो। पहिला झन् खत्तम थियो गाइज यता बाटो, सानो सानोमा हामी हिँडेर जान्थ्यौँ के यता तल बाटो थियो सानो, रोड बाटो पनि खनेको थिएन पहिला त। अनि मैले सानो सानो हुँदा थाहा पाउँछु कि यो रोड बाटो खन्दाखेरि। मेरो गाउँ चाहिँ ठ्याक्क त्यो यो डाँडादेखि यता हो कि, यताबाट पनि गइन्छ यताबाट पनि गइन्छ क्या गाउँ। बाटो हेर न घुम्ती, डेन्जर छ क्या। ठुलो ठुलो गाडी हिँड्छ गाई चाहिँ अहिले त यहाँ। पहिला बुलेरोहरू मात्रै हिँड्थ्यो, अहिले त ठुल्ठुलो ट्र्याक्टरहरू हिँड्थ्यो पहिला, अहिले सबै हिँड्छ यहाँ। ढारपानी आइपुग्न लाए ट्याक्क खरायो भाइलाई भेट्न पनि हिँड्छ। अब हेरौँ अब खरायो भाइ कता छन्, खरायो भाइ कता छ हेरौँ। रे सही हो। यता पारिदेखि नि चाहिँ बिमा, यताको चाहिँ बिमा है गाइजहरू, माथिको चाहिँ माथिल्लो बिमा तल्लो बिमा। यता पारिबाट चाहिँ मल्कोबाङ मलमपार अनि त्यसपछि मराङ गइन्छ गाइजहरू, उता उता देखिने चाहिँ। हो काले हो बाख्रा कत्रा कत्रा कति धेरै हो यार। सही हो। यता चाहिँ यतातिर चाहिँ औडा ठुल्ठुला बाघहरू लाग्छ गाइजहरू, बाघहरू लाउँछ औडा बाघहरू के। खरायो भातलाई भेट्न पाए त हुन्थ्यो। सही हो, भेट्दै गरौँला गाइज है। ढारपानी आइपुगेँ म। एमआरबी दाइले बाइक चलाउँथ्यो नि, यही हो क्या त्यो खरायो भाइहरूसित ब्याटल हान्ने ठाउँ। सही है सही। ढारपानी छिरियो, ढारपानी छिरियो। कतातिर हो भन्ने कुरा क्या, सोध्न कस्तो बिल्ला ला जस्तो हुन्छ कि। ढारपानी है गाइज यो।
कतिचोटि हिँडेँ तर मैले खरायो भाइलाई भेट्ने त्यो सोच गराएको थिएन। आज चाहिँ भेट्छु भनेको। अब के हुन्छ हेरौँ अब यार। मन्दिर हेर गाइस, हिमाल खतरा देखिन्थ्यो, अहिले चाहिँ देखिन्न आयो। कस्तो बोल्न नि अप्ठ्यारो फिल भयो जस्तो हुन्छ। कता छ भाइ त्यो खरायो भाइ, थाहा नै भएन यार। सोधौँ भन्यो नि बिल्ला लाग्दो के थर्काउलान् भनिदिँदो अरे। किन बेच्नुहोस् भनिदियो भने सकिएन होइन। त्यो भेट्ने भनेको मा कसम यहाँ दोकान सोकान भयो चिसो खाम भनेको चाहिन्छ क्या दोकान। मार्बी दाईको बाइक हो क्या पहिलाको। ऊ तलतिर हो कि खास। अघि यहीँ आएको थियो अरे त्यो भाइ है। अहिले चाहिँ कहाँ गयो थाहा छैन। यहीँ आएको थियो अरे यार खरायो भाइ यार अघि। फ्युजै गइदियो यार। फ्युज गयो कि फेरि गाइस। यही आएको थियो अरे भाइ है। अङ्कल पानी खान पाइन्छ? खाम न पानी अङ्कल। फ्युजै गयो कि बाइकको फेरि। यही हो खरायो भाइको मामाको घर अङ्कल। खरायो भाइलाई भेट्न भनेको गाइज। त्यसको मामाको डुक त यहाँ रहेछ। तिनको मामाको घर यही हो र? त्यो ड्युकवाला होइन? यही होइन र? त्यो टिकटकमा देखेँ नि। यही आउँछन्। यही आउँछ खरायो भाइ। आज खै आउने उता मोदीतिर जाने प्लानिङ हुन्छ तिनीहरूको। गाउँ जाँदा भेटेर जाऊँ भनेर कि बेनी हो क्या घर त। बाइक तो फेरि फ्युज गएको गई गरे यार। फेरि गइदिएँ तलै हो नि त होइन घर त त्यो खरायो। अहिले आउनु न भाइ होइन? नम्बर छैन दाइ? अहिले आउनु भन्दा नि बाइक जान्न र हो न त गएपछि त्यही तलतिर भेट्छ। कतातिर? यसले उसले झर्ने बाटो छ नि। हजुर। होटे झर्दै गएपछि किस्मतको घर कहाँ हो भनेपछि त्यो किस्मत झर्नु नि। त्यो किस्मत भन्ने मामा अझै दिनुहुन्छ र पानी? पानी दिनुहुन्छ अझै? के भेट्ने आउँदाखेरि भेटौँ भने भोलि फेरि भेटिन्न त्यो भाइ होइन? नाच्यो होइन? नाच्यो म गएर आइहाल्यो। उनीहरू चाहिँ बेलुका आयो। घर त जान्न त हेरेरै बस्छ। तल घर त जाँदैन। को खान र घर? घरमा छैन बाजेबोजूहरू। मम्मी बाबा छैनन्? बाबा के छन् भने मम्मी आएकोसँग गएको हो। धन्यवाद अङ्कललाई। जाँदाखेरि यसो भेटेर जाऊँ भनेर कि गाउँ जाने यही बाटो। भेटिने धेरै तल नि छैन। हिँड्मै हो? यही ठुलो घरको लगभग
यही यो ठुलो घरदेखि तलतिर 1-2वटा घर छ, त्यसको तलतिर पट्टि घर बाटो छ त्यहाँबाट जाने परे स्कुलमा एउटा दोकान देख्नु होला। हजुर त्यो दोकानबाट हुँदै जाने बाटो छ नि, त्यहाँ त सरासर गएपछि त्यसकै घरमा पुग्छ। किस्मतको घर भन्ने कहाँ भनेपछि हुन्छ होइन किस्मत भन्ने पनि हुन्छ, त्यो खरायो कहाँ छन् भने नि बाइक यहीँ राखेर गयो नि भयो त त्यसो भए यहीँ राखेर उहाँ जान्न गरे बाइक। सो गाइज भेट्न हिँडेको मजा होइन, यसो भेटेर गइदिउँ न होइन पुच्चे भाइलाई के छ र ट्याक्क भाइलाई भेटेर गइदिउँ केही छैन। त आन्टी हजुर कुन हेमै यो निलो घर मुनतिर ए ल धन्यवाद आन्टी बेन भयो त हजुर के छ कहाँ हरायो भाइ कहाँ हिँडेको के छ तेरो तिमीलाई खोजेको भाइ।